My name is Anthony Gonzalez. क्याप लाउनुपर्छ के आयो त्यो मान्छे आइरहेछ यहीँबाट जान्छ त्यो त नाङ्गै जीवन लिएर आइरहेको रहेछ हो कि त्यो गीत तिमी खेच म पानी बोक्छु त्यो गीत त तिमीले उ गरेनौ त सिकेनौ त सिकिसक्यो खोलाको बाटो It's very stiff. You have to do these scrambles over here. Oh, stiff. अंग्रेजी मिस्टेक हो क्या मेरो ल्याङ्ग्वेज सेन्टरले काम गरेको छैन जस्तो छ लट्स अफ स्क्रैम्बल्स स्क्रैम्बल भन्ने वर्ड सिकेको छ नि त हाइकिङमा स्क्रैम्बल हुँदो रहेछ थाहा नै थिएन है पहिला त कस्तो डाँडमा गर्मी पसिना पसिना त्यो चाहिँ आफ्नो जिउ ट्याङ्क आउँदै हिँड्यो होला पुरै घाममा नाङ्गै पट्टु लाएर हिँडिरहेको रहेछ एक्लै त्यो पनि त्यो एक्लै पनि रहर लाग्छ है मान्छेको कोही बेला सबैजना काम गर्छन् होला माउरीहरू चाहिँ टन्नै रहेछ भन गर्दै खुट्टातिर आउँदो रहेछ तिम्रो त हिँडा हेरेरै हिँड्न पर्यो भनेर हिँडेको त अहिले यही हिँड्नलाई नै आएको होइन हो ए यो रातो माटो रहेछ है रातो माटो त चिप्लो हुन्छ नि हो करेन्ट त छैन नि छैन खतरै रहेछ या टोक्यो क्या हो टोक्यो क्या माउरीले भने खै टोक्यो आएन होला थिएन त्यो भनेको चाहिँ के रहेछ है त्यो त खिच्दिएँ नि मैले लास्ट डे गर्ने छ है कस्तो मजाको रहेछ पसिना पसिना भएको त्यो चक्कु आएर खै जस भित्र यताको लुट चर्च ए राहुल रिच त यता रहेछ है लाग्यो मलाई लचक रहेछ चलो
काठ हो कि प्लास्टिक जस्तो मेटल त होइन किनभने मेटल यस्तो हुँदैन ल ल त्यही त च्वाक्क पनि छैन यार भर्याङ जस्तो त रहेछ नि तिनीहरूले कस्तो गाह्रो छ जस्तो लाग्यो भर्याङ घरमा भर्याङ पनि ओर्लिँदैन रहेछ क्या तिनीहरू चाहिँ यही रहेछ ल रोचेस झिङ्गा रहेछ है अर्कै खाले यता नि छ कताबाट जानु ए यता नि बाटो रहेछ सानो मस पनि रहेछ अमिला अलि हरियो चाहिँ छैन छन चाहिँ छ आइफोनले खिचेको कस्तो आनन्द शीतल है भिर र पहिरो क्याप चाहिँ नौडा देऊ देऊ म खिच्छु त्यहाँनिर रहेछ मान्छेहरू बाटो देखेन ए यसरी देखेको नि त वाइड एङ्गल गर्न न स्टप गर ब्याक गर होइन त्यसैमा यसरी त हो नि उसमा आउँदैन यसमा हुँदैन त यता पनि राम्रो आउँछ यता बाटो त छ नि जाउँ रहेछ बाटो आउँ कि नाम मात्रै त्यतैबाट जाने कि यताबाट जाने म नि आउँछु हेरौँ सँगै जानु छ होला नि के सर्प त छैन हिलो लाग्यो यस्तो मलाई हातमा सामान छ नि त सला तेरो पो हात खाली थियो मेरो हात खाली छैन
त्यहाँ बाटो छैन क्या मलाई त्यस्तै बोतल समाज त एउटा त समाज छैन रहेछ लोनन मन क्यामेरा हल्लियो भन्छ फेरि हल्लायो भने खाएको भन्दा पनि तानेर होइन र चिसो रहेछ भात पनि आउँदैछ खै बाफ मुखबाट हेर त देखिँदैन देखियो देखियो न न म त्यहीँ आउँछु फेरि यहाँबाट फर्किने हो यहाँ माथि आयो नि त अब तातो हावा आयो एक्कासी कता हो त यता कि यता जताबाट पनि एउटै निस्किन्छ यता जस्तो छ यो फेरि आइन्न खिचिहाल्छ एक लिटर तेल एकचोटिमा खान्छ जस्तो रोचस माथि रहेछ जहाँनिर यस्तो घाम छ जाने बाटै त्यही हो जस्तो जहाँनिर भन्छ ए हो रहेछ भने त जाने जानै पर्ने अनि मलाई लागेको थियो रोचस जाँदा त्यहाँ जाने अनि फर्केर यताबाट जाने होला यहाँ सिधै पारिने रहेछ घामै घाम ल ल बर्बाद मार्ने घामलाई त्यो स्टार्टिङमा आउँदाखेरि शीतल ठाउँ थियो नि त्यो चाहिँ राम्रो थियो है जङ्गल त्यसै लागिरहेछ मलाई एउटा हाइक चाहिँ यस्तो सानो हाइक सनसेटमा गर्नु मन थियो कहिले गर्ने यहाँ त रेस्ट नगरौँ यस्तो घाममा गर अन्त रेस्ट कस्तो मुड फुट्या हुन्छ कि यस्तो जाडो पनि फुट्या हुन्छ गर्मी पनि फुट्या फेन्ट हुन लगाएर आउनु गर्मी भयो यताबाट धेरै छ र हिँड्नलाई गर्मीमा अबदेखि नो हाइकिङ हो र त्यो स्नेकलाई उसले जमानादेखि देखेर पालेर यो ढुङ्गामा रुख कहाँबाट पलाउँछ त आर्टिफिसियल रुख रोपिदिए मात्र हो यस्तो गर्मीमा हाइक आउने प्लान कसको थियो आज म्याच भएर हो कि नत्र अलि ढिलो आइन्थ्यो कि अहिले त हामी गाडीमा पुगेर पनि गर्मी हुन्छ गाडी कम तात्या हुन्छ भिडियो खिचिरहेछ है यस्तो गर्मी त मलाई कहिले पनि लागेको थिएन त्यही भएर रहेछ कस्तो भेडाहरू है ब्याग यता ब्याग पुरै कालो भयो गाडी हो त्यहाँ छ यसो यता गएर हिँडेर यताबाट यसरी आयो 3 घन्टा लाग्यो
Dr. Danny McCann, who loved his peaks but was taken tragically whilst hill walking on Ben Kelbreck. He is 55. बेन क्यालब्रिकमा मर्यो अरे त्यो मान्छे, त्यो गेट बनाउने मान्छे, डक्टर के भन्ने। त्यहाँ थिइनँ, म त जम्प गरेर आएको। पेटले अड्क्यो त माथिबाट आयो। रोड आया कस्तो गर्मी यार, यस्तो तात्या छ।